सो गाइज हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी भ्लग। सो गाइज यो हेर्न सक्नु भनेछ यो भिडियो चाहिँ मेरो 2-3 दिन अगाडिको यही जेठ महिनाको 9 गतिको हो। हामी चाहिँ राति 2:30 बजे उठेर रेडी भएर केटिएमदेखि धादिङको यात्रा गर्दै थियौँ गाइज। हामी चाहिँ नरसिंह धाममा दर्शनको लागि जान आँटेको। अनि हामी चाहिँ यति राति गएका थियौँ किनभने धेरै टाढा थियो नि त, त्यस कारणले गर्दा हामी चाहिँ राति नै उठेर जानु परेको थियो। हेर्न सक्नुहुन्छ यो चाहिँ रातिको भ्यू केटिएमतिरको। अनि हामी चाहिँ जाँदै थियौँ अनि त्यसपछि हामीलाई चाहिँ सुसु लागेर आधा बाटोमा हामीले गाडी रोक्यौँ। अनि यहाँ चाहिँ मम्मीहरू सु गर्न जानुभएको थियो, यता हामी थियौँ, हामी पनि गरेर आएको। अनि दिदी मम्मीहरूले चाहिँ पोज दिइराख्नु भइरहेको थियो। त्यसपछि चाहिँ हामी लाग्यौँ अनि यहाँ चाहिँ केरा गाडी घेरौला गाडी थियो। अनि यहाँको विशेषता भनेको चाहिँ मेन घेरौला केराहरू पाउँदो रहेछ कि यो ठाउँमा चाहिँ यति धेरै थियो कि। अनि यहाँ चाहिँ फेरि हाम्रो पारा छुट्टै गीत गाउँदै भिडियो बनाउँदै गीत सुन्दै रमाइलो गरिरहेको थियौँ हामीहरू चाहिँ। यता भेनाजु उता बाबा, यता चाहिँ हामी थियौँ दिदी मम्मीहरू। अनि यता अर्को विशेषता भनेको लिचीहरू पनि पाइन्थ्यो कि, लिचीहरू नि हेर्दै हिँडिरहेको थियौँ हामी चाहिँ। अनि दिदीहरूको पारा छमक गरेर नाचिराख्नु भइरहेको थियो। अनि हामी बिचमा गएर चाहिँ यो पनि गेटै हो नरसिंहधाम जाने होला, यो चाहिँ मेन तलको गेट। हामी चाहिँ यहाँ झरेर अनि चिया पिउनको लागि बसिरहेको थियो। अनि यता देख्न सक्नुहुन्छ नानी र दिदी कस्तो जिउरो निकाल्छ कि, नानीले यस्तो राम्रो लाग्छ उहाँलाई फेरि जिउरो निकालेको। उता दिदी मम्मीहरू चाहिँ चिया खाइराख्नु भएको थियो। अनि म चाहिँ नानीलाई लिगिरहेको थियो। नानीले यस्तो गरिदियो कि मेरो रिएक्सन हेर्न सक्नुहुन्छ। मैले चाहिँ जहिले नानीलाई लिने बित्तिकै बन्द गरिहाल्छ कि नानीले। अनि त्यसपछि आमाको फोटो खिच्थ्यो अनि म पनि यसो टक्क लगाएर यताउता डुलिरहेको थियो। अनि त्यसपछि लाग्यौँ हामी यता चाहिँ फेरि के भन्छ ठाउँको नाम आउँदैन, जे भए पनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सल्लाह गाडी थियो एकदम राम्रो। अनि त्यसपछि हामी मन्दिर पुग्यौँ, यो हेर्न सक्नुहुन्छ मन्दिरको गेट। अनि हामी चाहिँ तल लाग्यौँ। यता चाहिँ आमा हो यति गर्मी भन्ने सक्दैन, गर्मी यति धेरै थियो, मान्छेहरू यति आइथियो कि कुरै छोडिदिउँ। यहाँ चाहिँ दिदी र म थियो, एकछिन दिदीहरू सुगन जानुभएको अनि वेटमा थियो। यो चाहिँ भजन गर्ने ठुलो हल रहेछ। यता साइडतिर चाहिँ पसलहरू छ, खानेकुराहरू कपडा पसल के छ कि। अनि हामी चाहिँ जाँदै थियौँ। मेन भनेको यहाँ चाहिँ खोलामा नुहाउनु हो कि। अनि यहाँको सबैजना चाहिँ खोलामा नुहाउन जान लागिरहेको थियो। यताउति चाहिँ यहाँ मन्दिरहरू थियो नि त, मन्दिरहरूको डेकोरेसनहरू नि राम्रो रहेछ। यहाँ चाहिँ सबैजना खोलामा नुहाउन लागेको। यो एउटा खोला, 2टा खोला मिक्स छ कि। यहाँ चाहिँ एउटा साइडबाट आएको खोला चाहिँ यो यताको खोला चाहिँ काली गण्डकी हो भने उताको खोलाको नाम चाहिँ थाहा छैन कि के हो भन्थ्यो, बिर्स्यो। यति धेरै मान्छे थियो कि। अनि हामी पनि नुहाउनलाई रेडी हुँदै थियौँ। अनि अरू मान्छेहरू पनि नुहाउनलाई रेडी हुँदै थियो। अनि भिडभाड चाहिँ धेरै बढ्दै थियो कि, यताउति मान्छेहरू आउँदै थियो। अनि कसै चाहिँ नुहाउँदै माथि पूजा गर्न जाँदै थियो भने कसै चाहिँ आउँदै थियो। अनि हामी पनि नुहाउन गयौँ। अनि हामी पनि नुहाउन गएर आइसकेको थियौँ। यतिखेर चाहिँ नुहाएर आइसकेको थियो। अनि त्यसपछि दिदीको फोटो खिचिदियो अनि मेरो पनि खिचिदिनु भयो अनि मम्मीको पनि खिचिदिएँ। त्यसपछि यहाँ चाहिँ मान्छेहरू यति थियो। त्यसपछि हामी चाहिँ पूजा गर्दै हिँडिरहेको थियौँ।
अनि पूजा गरेको अलिअलि भिडियोहरू पनि बनायौँ हामीले। यता दिदीहरू हुनुहुन्थ्यो साइडमा, उता मम्मी पूजा गर्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइज, पिङहरू पनि थियो कि बच्चाहरूलाई खेल्नलाई एकदम मजा हुन्छ भनेर होला सायद होइन, पिङहरू पनि थापेको रहेछ। अनि त्यसपछि हामी माथि मन्दिरमा पूजा गर्नको लागि जान लागेर थियो। यति धेरै भिड कि आमामा, माथि त्यस्तै आइरहेको छ। अनि फेरि तल खोलाबाट त्यति फर्किरहेको छ, फेरि उति नै तल गइरहेको छ यति मान्छे। अनि हामी जसो तसो गरेर उकालो चढेर माथि मन्दिरमा पुग्यौँ। त्यसपछि मन्दिरमा एउटा ग्रुप फोटो खिच्यौँ हामीले, अनि सेल्फी पनि हालेँ मैले। यो चाहिँ हाम्रो मन्दिर भयो, हामी गएको मन्दिर चाहिँ यस्तो थियो। नरसिंहधाम भनेको चाहिँ यस्तोवाला रहेछ कि मन्दिर। दिदीको फोटो खिच्दै अनि त्यसपछि हामीले सेल्फी हाल्यौँ। यहाँ चाहिँ सानो सानो भाइहरू हुँदो रहेछ कि। अनि हामी माथि आयौँ। माथि हेर्न सक्नुहुन्छ यति धेरै बाइक गाडीहरू यति धेरै थियो कि गाइज कुरै छोडिदिउँ कि। अनि यति धेरै छ, अनि कहाँ राख्नु त गाडी होइन, यति धेरै मान्छे थियो कि यो दिनमा कुरै छोडिदिउँ, यति भिड थियो। हामी चाहिँ पूजा गरेर माथि आए तापनि जाममा परियो कि गाइड, जाममा 2 घन्टासम्म कम हो। यति धेरै मान्छे थियो कि यो दिन कुरै छोडिदिउँ गाइज, धन्न मरेन कि त्यो यो दिनमा गाइजहरू 3 जना मान्छे मरेको यति गर्मीले, यति भिडभाडले गर्दा। अनि 50 जनाभन्दा बढी मान्छे बियोस्। यो ठाउँमा सकेसम्म चाहिँ कोही पनि नजानु होला गाइज, बुझेर मात्रै जानु होला। हामी चाहिँ गएपछि पछुतो लाग्यो। यो मन्दिर चाहिँ आफै उत्पत्ति भएको पनि नरहेछ। यहाँ चाहिँ पैसाहरू लुट्ने काम भइरहेको छ गाइज होइन, लुट धन्दा एकदमै। अनि यहाँ चाहिँ त्यो हवन गरेको एकजना व्यक्तिको मात्र 2500 लिएको छ कि। ल पैसा हुनेलाई त ठिकै छ, त्यहाँ यति लाग्छ भनेर जाँदैन नि त हरेक मान्छेहरू। अनि यत्तिकै पैसा लुटिरहेको छ कि। न खानाको व्यवस्था छ राम्रो होइन, आफैले किनेर खानामा पनि त्यो भाँडोहरू यति जुठो कि। पानी छैन, 3टा बाटामा त्यो जुठो भाँडो डुबायो अनि त्यो निकाल्यो दिएछ कि। अनि न दिसा पिसा गर्ने व्यवस्था छ होइन, न खाने पानी व्यवस्था छ, केही छैन कि। यस्तो ठाउँमा जानुभन्दा नगएकै राम्रो हजुरहरूलाई होइन। यो ठाउँमा आउनु अघि धेरै सोचेर आउनु होला हजुरहरू, यताउति बुझेर मात्र आउनु होला, यतिकै नआउनु होला गाइज। सो गाइज हजुरहरूलाई यो भिडियो मार्फत मैले अब हामीले देखेको स्वयं भोगेको कुराहरू बताइरहेको छु गाइज। हजुरहरूले आयो बुझ्न सक्नुहुनेछ। आजको लागि यति नै गाइज। सो गाइज बाई बाई।